आफू जन्मिएको देशबाट निकालिएका भुटानी मूलका हामी विश्वासीहरूको आशा एकमात्र परमेश्वर हुनुहुन्छ। त देश छाड्छस् कि यीशुलाई छाड्छस् भनेर देशबाट निकालिएको अहिले जस्तो लाग्छ। मिश्रबाट निकालिएको इजरायलीहरू जस्तै परमेश्वरको आड़मा माइखोलाको किनारमा दुई परिवार बसी आहाराको लागि प्रार्थना गरेको अहिले जस्तो लाग्छ। औंलामा गन्ती गर्न सकिने इसाईहरू भेला भएर तार चुनिएको गिटार बजाई गीत गाउँदा चिमको बार भत्काई मानिसहरूले गिल्ला गरेको अहिले जस्तो लाग्छ। आफूलाई वास्ता नगरी परमेश्वरका महान आज्ञा पालन गर्दै जाँदा सुसमाचारको पैदल यात्राहरूमा चप्पलको फिता चुनिँदा फिन्चोले उनेको अहिले जस्तो लाग्छ। शरार्थी अवस्था अनि त्यसमाथि धर्म परिवर्तन गर्ने भन्दै समाजको दलनमा थुकाई र कुटाई सहनु परेको जीवन आजको अमेरिकन जीवन भन्दा धेरै आश्रित थियो जस्तो लाग्छ। बाँसको छाप्रो मुनि घुँडा टेकेर हाम्रा प्रार्थनाको योद्धाहरूले आँसुसरी गरेको प्रार्थनाले ल्याएको उत्तर कालो बादलले झारेको झरी जस्तै परमेश्वरले सबै क्याम्पहरूमा आफ्नो मण्डली स्थापना गर्नुभयो। संसारका शासकहरूले हाम्रो आफ्नै घर फिर्तीको बाटो बन्द गरिदिँदा परमेश्वरले हामी भुटानी शरणार्थीहरूको बाटो संसारको चारै कुनासम्म पुग्ने गरी खोलिदिनु भएको सत्यतालाई कसैले नकार्न सक्दैन। यसरी परमेश्वरले हामी भुटानी शरणार्थीहरूमाथि गर्नुभएको उपकारलाई हाम्रो पुस्तौं पुस्तासम्म याद दिलाउन जन्मिएको तपाईहरूको आफ्नै सांगीतिक संग्रहालय सम्हालिएको जाति, हजुर सम्हालिएको जाति। जोडिएको सम्बन्ध पुस्तौसम्मकै नता हो। जोडिएको सम्बन्ध पुस्तौसम्मकै नता हो। परमेश्वरको हत्केलामा सम्हालिएको जाति हामी हो। परमेश्वरको हत्केलामा सम्हालिएको जाति हामी हो। थोरै चाहिँ हजारौं भो, दुर्बल चाहिँ बलियो हुने भो। ओ सम्हालेको जाति हामी हो। अन्धकारमा हरायो राको भई
भई बाटो देखायो अन्धकारमा हरायो राको भई बाटो देखायो चट्टानलाई फुटाएर हाम्रो प्यासलाई मेटाइदियो